नमस्कार। सदाझै आज पनि उपस्थित भएको छु म पिआर भट्टराई। आजको श्रृंखलामा भने म एउटा कविता लिएर उपस्थित भएको छु। मेरो कविताको शीर्षक रहेको छ मेरो देश। गुरदौलीको फूल केशमाथि सजाउँछ, लाली गुराँसको लालीभरि हल्का हल्का लजाउँछ। घामको पहिलो किरणले पानी पिउने तलाउ छ, अनुहारमा हाँसो सधैँ मुटुभित्र घाउ छ। अनुहारमा हाँसो सधैँ मुटुभित्र घाउ छ। बेतको लट्ठी टेकेर हिँडिरहेको उन्मत्त आफ्नोपनमा एउटा बुढो मान्छे जस्तो, आफ्नै दिल्लगीमा गुनगुनाइरहने एउटा मनमय यात्री जस्तो। समय नै मैले चलाइरहेको छु भन्ने घमण्डमा हल्लिरहेको पेन्डुलम जस्तो। मेरो देश शिकारीको निशानामा पर्न पनि सक्छ, नफक्रिँदै कोपिलामै झर्न पनि सक्छ। यो युग सूर्य निल्न सक्नेहरूको हो, ज्ञान र विज्ञानले नयाँ पृथ्वी बनाउनेहरूको हो। यो युग केवल सम्भावनाको हो। गफ दिएर चौतारीमा हाँसो मजाक दौतारीमा अल्पत्र छन् जिन्दगीका बडा पत्र यत्र तत्र। के बाँड्छौ प्रत्येक रुखमा सुन फल्ने घोषणा पत्र। मेरो देश भ्रष्टाचारको सिंहासनमाथि बसेर चन्द्रमा छुने सपना देख्छ। अन्याय र अत्याचारको कठघरामा उभिएर न्याय दिने सपना बाँड्छ। हस्पिटल बनाउँदैन, सुविधा सम्पन्न बाटो बनाउँदैन, आफ्नोपन फलाउने माटो बनाउँदैन। इतिहास लुटिन्छ पल पलमा, धुलो मैलोले बनेको वायुमण्डलमा। उपभोक्ता ठगिन्छन् भान्सा भान्सामा, घाँस बास कपासमा जीवन सुन्दर बनाउने आशमा। मेरो देश जहाँ प्रत्येक दिन जीवन क्षणभङ्गुर लाग्छ, बाल्यकाल सकिन्छ ठुलो हुने रहरमा, संसार हेर्ने रहरमा। जवानी सकिन्छ भविष्यको खोजीमा, बुढेसकाल सकिन्छ सन्तानको सम्झनामा। मेरो देश शिकारीको निशानामा पर्न पनि सक्छ, नफक्रिँदै कोपिलामै झर्न पनि सक्छ।